अहिले चाहिँ रुममा छु। अब चाहिँ निस्किने यताबाट टक्क पारेर हामी चाहिँ पहिला कर्काएर जान्छौँ गौशाला, अनि त्यहाँबाट हुँदै अफिस। खाना खानुभयो आमा? खाना खानुभयो? अझै खानु भएको छैन? 10 बजिसक्यो त। ए बाइकमा पेट्रोल लानु छ, फर्किँदा हाल्नु होला। अहिले त भ्याइन्न नि बाटो। आज मलाई बिसाउने भएर मलाई बाटो घरमा गइदिनु भयो। पेट्रोल त सधैँ छैन जस्तो छ। यसो बाइकको कन्डिसन हेर्दाखेरि त, अवस्था हेर्दाखेरि त बाइकको हामी सिवाको त्यो ब्याग पसलै ब्यागहरू चाहिएको चाहिँ मैले त्यहाँको एकदम रेगुलर कस्टमर हो म चाहिँ। मैले बोकिरहेको ब्याग नि त्यही हो, त्यही फ्याक्ट्री नै त्यही बनाउँछ, फ्याक्ट्री नै त्यही हो। ब्याग प्रडक्ट पनि त्यही हुन्छ, बाहिरको पनि बेच्नु बेच्न चाहिँ। मैले इन्डाइरेक्टली सिवाकोटी ब्याग पसलको लोकेसन भिडियो बनाइदिएँ होला, त्यो चाहिँ फुल हाल्छु होइन। यहाँबाट सिधै मैदेवी चोक मैले अहिले ओभरटेक हानिदिएको भए त्यहाँनिर यो ट्रिपको चार्ज सकिन्छ। सिवाकोटीको चाहिँ लोकेसन भिडियो यो हेरेको लाग्छ। मेरो यहाँबाट नजिक बसेर आउनुपर्छ नि त मलाई, त्यही भएर घुमेर आउनुपर्छ। अन्तखेरि जाँदाखेरि त अब वहाँनिर जानु मिलिहाल्यो होइन। सेटोपुरमा जाम छैन, पुरा मान्छेमा जाम भनेको पुरै भएन होइन। यहाँदेखि पहिला गौशाला जानु छ मलाई। मैले गौशाला गएर कस्टका लिने पहिला एउटा क्लाइन्टको, त्यसलाई अफिस जाने। अफिसमा पुऱ्याउनु अब आज आयो नि, अब अफिसमा के छ काम। त्यसपछि मात्र थाहा हुन्छ। भन्दा लोकेसन भिडियो नै हाल्नुपर्छ त्यहाँ भनेको, भिडियो भनेदेखि लोकेसन हाल्नुपर्छ। मलाई यस्तो लाग्यो पहिला यो पसल चाहिँ यो आइएनडी हो हाम्रो सहारा। त्यो पहिला त्यो पसलको नाम सहारा थियो, अहिले के चाहिँ थाहा छैन होइन। त्यहाँ चाहिँ अब क्लास 3, 4, 5, 6सम्म पछि त किप्याड मोबाइल थियो, नभए 6, 7 अहिले कतिसम्म चाहिँ मोबाइल थिएन नि त। अनि त्यहीँ गएर अनि अब त्यो फाइबर हो क्या। अब अहिले त त्यो आइएनडी हामीले मनी ट्रान्सफर हो के भन्छ त्यसलाई, ठ्याक्कै हो त्यो ट्रम बिर्सेँ म फेरि होइन। रेमिटेन्सको काम गर्छ अहिले गर्नुको त्यहाँको अङ्कलले होइन। पहिला चाहिँ त्यो चाहिँ हाम्रो लागि हुन्छ, त्यो चाहिँ पहिला उयो थियो क्या, त्यहाँनिर फाइबर थियो कि। अनि त्यहाँ जाने दिनभरि जिटिए भाइसिटी खेल्ने, युट्युब चाहिँ हेरियो होइन। दिनभरि रेस्लिङ हेरिन्थ्यो क्या त्यहाँ गएर, रेस्लिङ हेर्ने। अनि एउटा रेस्लिङ हेर्ने, अर्को भनेको जिटिए भाइसिटी खेल्ने दिनभरि होइन। त्यही थियो, त्यही गरिन्थ्यो। अब म चाहिँ दिनभरि चाहिँ बस्दै यस्तो हुन्थ्यो क्या, म चाहिँ चिनेको अङ्कल। अनि मलाई चाहिँ अरूलाई चिन्दाको लागि मलाई चाहिँ त्यो भइले मान्छे चिन्नु पर्छ ड्राइभरै त्यहाँनिर। अनि मलाई चाहिँ 30 रुपियाँ दियो भने दिनभरि चलाउनु दिने कि। जस्तो यदि कोही आयो, अब अरू आयो भने त आधी घन्टाको 1 रुपियाँ, 1 घन्टाको 1 रुपियाँ हुन्छ, 1 रुपियाँ हुन्थ्यो। उनीहरू आधी घन्टा 1 घन्टा खेलेर जान्थ्यो नि त उनीहरू। खेलेर त चलाएर उनीहरू फेसबुक चलाउनलाई आउँथ्यो नि त, नर्मली मान्छेहरू च्याट गर्नलाई होइन। आधी घन्टा 1 घन्टा ठ्याक्क त्यति भएपछि सक्दै जाने होइन। अनि म फेरि त्यहीँ बस्छु शनिबार के, शनिबार म बिहानदेखि बेलुकासम्म त्यहीँ हो क्या बस्ने।
शनिबार खाना खायो त्यो बेलामा त अब अहिले पो अलि यस्तो भयो होइन खाजा साजा भन्ने हुन्छ दिउँसो खाजा चाहिन्छ नि कि अनिवार्य नै हो कि दिउँसो त खाजा चाहियो कि अहिले त्यस्तो छ बस्दा बेलामा खोइ अब त्यो त्यस्तो हुन्छ र भन्ने हुन्छ कि होइन खाजा त्यो मतलब जानुपर्ने अब अगाडि गर्नु पऱ्यो यहाँबाट फेरि के छ खै लेन अब लेन चाहिँ यस्तै हो यहाँबाट पनि डटे नै रहेछ अब के गर्ने अनि सरी नेपाल ट्राफिक पुलिस मैले लेन स्ट्रेट लाइनमा काट्दै है अनि त्यसपछि त्यही हो त्यहाँ गयो दिनभरि गेम खेल्यो खाना खायो त्यसो फेरि बेलुकैसम्म 4 बजे 5 बजीसम्म फेरि गेम खेल्यो अनि मसँग मेरो साथीहरू नै आउँथ्यो कि होइन अब किसनहरू हो एउटा आउने अर्को विकास त्यस्तो धेरै आउँथेन किसन चाहिँ रेगुलर आएर आउँथ्यो त्यो त युके छ अहिले किसन चाहिँ अनि त्यही हो त्यहाँ गयो फेसबुकहरू त्यस्तो मतलबै लाग्यो कोही त्यो थिएन क्या त्यस्तो फेसबुक त्यो बेलामा चाहिँ म अब क्लास भर्खर आएको थियो भर्खर हो फेसबुक त्यो बेलामा आएको अझै अलिक अगाडि आएको थियो होला तर मैले चाहिँ त्यो बेलामा भर्खर थाहा भयो नि त फेसबुक यताबाटै जानु पऱ्यो त्यहाँ पुग्नुपर्ने अब त्यहाँ अगाडि पार्किङै हुन्न कि फेरि त्यहाँ त्यो कार्यालयमा के भएर नि मलाई थाहा नभएको कि थाहा भएन होइन अब किनकि मेरो नि त्यो पहिला पसल दर्ता हुँदै गर्दा मैले त्यहीँ जानुपर्छ नि त अनि पार्किङ चाहिँ थिएन अब अहिले चाहिँ मलाई थाहा नभएको होला सायद होइन यतै बाहिर राख्छ नि यहाँ चाहिँ राख्नु पर्ला पार्टी आएर चिस्कायो होइन टेन्टन दिन्छ फेरि होइन यत्रो धेरै राखेर पनि सायद केही नगर्ला कि भन्ने नि हो न त सो हेर्ने हो नो पार्किङ छ यहाँ नि पार्क गर्नु नो पार्किङ भन्दा हुँदै कता हो भनौँ कि के म लास्ट टाइम नि मेरो पसल बन्द गरेर नि मैले लिफ्ट चाहिँ नि चढाएको थिएँ ठ्याक्कै गएतिर गयो अन्धकार म कि 5औँ तला भनेर म त यति छिटो पुग्यो भनेको अर्को त्यहाँ मान्छे थियो कि लिफ्टमा केटी थियो म यस्तो होपलेस भइदिएँ कि त्यसको तलमै चढ्थेँ डिजिटल होइन कोही उसमा चाहिँ हुँदो रहेछ नि त हेडफोन के ए त्यो राख्न मिल्छ मैले राखेँ मेरो यो चाहिँ भिडियो बनाउँछु त्यो के ब्लग हो ब्लग त हेलमेट त बाहिर राख्ने होला है यहाँ राख्नु कता यही कस्तो नि हजुर हजुर होइन अफ गरेरै जाने हो चलो अब सक्यो एकैछिनमा होइन एकैछिन सरी यहाँबाट माथि जान रमाइलो लाग्छ नि त यताबाट चाहिँ हेरौँ जय पशुपतिनाथ कि जय के भन्छ जय शम्भु जय भोले अब यहाँ यो लगाउनु बिर्सेको मैले त्यो के भन्छ हेलमेट क्लिप ल त्यत्रो सबै जस्तो छ अब म रिजर्भमा हिँडिरहेको छु नि त अनि सङ्केत दिइरहेको छ क्या बाइकले अलि गर्दा त्यही भएर ओ कस्तो दामी मौसम खुलेको जय पशुपतिनाथ अगाडि के भन्छ खै समथिङ पशुपतिनाथ कि जय पशुपतिनाथ कि जय भन्छ ओहो सरी भन्न भित्रै भइदिएको मुनिबाट गएको जाम हुँदैन खान्छौँ तरिकाको खाएको पछाडि बस्नु तर होइन अब कन्ती हुन्छ कि फेरि भइहाल्छ यो होइन यो चाहिँ होला एकदम सानो गल्ली छ कि यहाँबाट द्वारिका हो यो चाहिँ हो कि जस्तो लाग्यो होइन कि हुने कि जस्तो लाग्यो तर हो 4 स्टार जस्तो लाग्यो मलाई द्वारिका चाहिँ 3 स्टार कि 4 स्टार हो क्या द्वारिका होटल चाहिँ यो होइन यो चाहिँ होला द्वारिका यो अगाडि सिधै त्यो राम मन्दिर जाने बाटो होइन
राम मन्दिर शिवजी र राम सँगसँगै हुनुहुन्छ हाम्रो दोस्ती छ अरे क्या होटेल होइन त्यसपछि हामी यहीँ के हो कलायो जस्तो छ त कस्तो यहाँ पेट्रोल हाल्नलाई मात्र नभए म अघि पुगिसक्थेँ अफिस एकछिनको काम हो क्या एकछिनको काम रहेछ नि त ए हजुर हजुर ठिक छ ल भ्लगमा तपाईँनिर हाई गरिदिनु न ए हो कतिखेर आउने हो र भनेको ठिक छ हुन्छ हुन्छ म जान्छु फेरि सबजना कामचोर छन् यहाँ टाइममा के मान्छे हराउँछन् भन्नु होला सर छिटो अफिस पुगिहाल्छु ए होइन मैले त किनकि त्यो गएँ भयो होला जस्तो लाग्यो त्यो अब प्रोसेस त थाहा छैन तैपनि भयो जस्तो लागेर हिँड्दै हो कि त्यो धन्न भएछ धन्न अन्जानमै भयो नि भएछ केही गरेन नि तर गयो जेस एकछिन 1 नम्बरमा जानु हो कि 2 नम्बरमा जानु हो र 2 नम्बरमा कोही थिएन एकछिन वेट गरेँ अनि 3 नम्बरमा गएँ गर्दै एकैछिनमा अनि त्यसपछि अनि 1 नम्बरमा जानु हो भने 1 नम्बरमा गएर त्यही चलान नम्बर टिपाएँ आएँ त्यही हो हिजो ल हुन्छ हुन्छ अफिस जान्छ फेरि अहिले यहाँ कति 10:40 भइसकेछ हुन्छ 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 हस् 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 के जान्छ फेरि काम पोके छ ए कपिराइट हानिन्छ त्यो गीत बजाएको थियो फेरि मेरोमा